2022 को फिफा वर्ल्ड कप पो अर्जेन्टिनाले लगले जितेको थियो। यसपटक त ग्रुप स्टेज पनि पार गर्दैन। राउन्ड अफ 32 मा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना त्यो भर्खर वर्ल्ड कपमा आएको केप भर्डेसँग या पक्कै पनि सजिलो बाटो बनाउँदैछ के फिफाले। भर्खर वर्ल्ड कपमा छिरेको केप भर्डेलाई त बल्ल बल्ल जित्या, आज इजिप्टलाई त कुनै हालतले जित्दैन। हे भगवान्, अर्जेन्टिनालाई इजिप्टले आज सजिलै जितोस्। खेल सुरु भएको 15 मिनटमै अर्जेन्टिना विरुद्ध इजिप्टको गोल, या योभन्दा खुसी त अरू के हुन सक्ला। ओ माई गड, मेस्सीको पेनाल्टी मिस, एउटा पोस्ट गर्नु पर्यो, मिस पेनाल्टी। 57 मिनटमा इजिप्टको अर्को गोल, वा 2-0 सुन्दा पनि कति आनन्द आउने। 79 मिनटमा अर्जेन्टिनाले पनि गोल हान्यो। यो कसरी सम्भव छ? 79 मिनटसम्म खेल्नै सकेका थिएन। मेस्सीको गोल, अघि पेनाल्टी हान्न सक्ने मान्छेले गोल हान्न सक्छ त? 92 मिनटमा तेस्रो गोल, यो पत्याउने कुरा हो। 13 मिनटमा 3 गोल, यो सम्भव छ? फिफाले सेकेन्ड हाइड्रेसन ब्रेक पछि चाहिँ त्यहाँ रिमोट सेट गरेर पठाएको छ कि त्यो बलमा, हामीलाई थाहा नभए हो। आखिर फिफा बोय त हो मेस्सी। 3-2 जित्या होइन कि, जिताएको के जिताएको। त्यहाँ फाउलहरू हेरेको छैन, अब हालिसकेको गोलहरू हेरेको छैन, जिताएको हो कि। अब यो चाहिँ मेस्सीलाई जसरी हुन्छ अर्को पनि ट्रफी दिलाउन फिफा लागि परेको छ कि, हामीलाई थाहा छैन। अब हुँदा हुँदा क्वार्टर फाइनलमा स्विजरल्यान्डसँग, हे भगवान्, यति नाटक त कुनै फिल्ममा पनि मैले देखाएको थिएन। फिफाले सिधै मेस्सीलाई अर्को ट्रफी दिएर पठाइदिए हुन्छ कि, यो फाइनल सेमी फाइनल केही गरिनु पर्दैन, यो नाटक सब बन्द गरे हुन्छ। म यो वर्ल्ड कप पनि हेर्दैन।